ल फेरि पनि स्वागत छ है त। आज धेरै दिनपछि म फेरि आएको छु है। फेरि च्याप्टर 1 साइन्टिफिक लर्निङमै छौँ हामी अझै। आज हामी च्याप्टर 1 को लास्ट टपिक हामी आज डिल गर्छौँ। यो टपिक चाहिँ के हो भन्दा युनिट वाइज एनालाइसिस अफ फिजिकल इक्वेसन। हामी अब धेरै कुरा नगरी सिधै हामी टपिकमै जान्छौँ है। साइन्समा अझ त्यही भन्नुपर्दा पनि विशेष गरी हामी फिजिक्समा चाहिँ धेरै फर्मुलाहरूसँग डिल गर्नुपर्ने हुन्छ हैन। र त्यो फर्मुलाहरू सही छ कि छैन त भनेर पत्ता लगाउने एउटा फर्मुलाले एनालाइसिस गर्ने एउटा मेथड के हो भन्दा युनिट वाइज एनालाइसिस हैन। युनिटहरू हेर्ने दुवै साइड लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइडको क्वान्टिटीहरूको युनिट सेम छ कि छैन। सेम छ भने चाहिँ त्यो इक्वेसन युनिट वाइज चाहिँ करेक्ट छ, सेम छैन भने चाहिँ युनिट वाइज नै इनकरेक्ट छ भने त्यो इक्वेसन इनकरेक्ट छ भनेर हामीले थाहा पाउँछौँ। त्यसलाई चाहिँ भन्छ हाम्रो युनिट वाइज एनालाइसिस अथवा डाइमेन्सनल एनालाइसिस है। ल हेरौँ। इन साइन्समा हामीले धेरै फर्मुला फेस गर्छौँ। अगाडि भने मैले दिस फर्मुला इक्वेसन हेल्प टु सल्भ भेरियस फिजिकल प्रब्लम हैन। साइन्सको विभिन्न प्रब्लमहरू हुन्छन्, फिजिकल प्रब्लमहरू हुन्छन्, त्यसलाई हामीले सल्भ गर्नलाई चाहिँ डिफ्रेन्ट फर्मुलाहरू युज गरेका हुन्छौँ। When we write the equation, the unit should match on both sides. त्यही म्याच भयो कि भएन भनेर चेक गर्ने तरिका चाहिँ हाम्रो के हो? The method of checking the correctness of an equation by compare the unit or dimension of both the side is called unit wise analysis or dimensional analysis भनेर भनेको छ है। अब युनिट वाइज एनालाइसिसको बेसिक प्रिन्सिपल के हो भनेपछि जुनसुकै फिजिकल इक्वेसन सही हुनलाई चाहिँ युनिट अथवा डाइमेन्सन चाहिँ बोथ साइड इक्वेसनको सेम हुनु पर्यो है। इक्वेसनको बोथ साइडको क्वान्टिटीको डाइमेन्सन सेम हुनु पर्यो। यो बेसिक प्रिन्सिपल चाहिँ हामीले के भन्छ, फर एनी फिजिकल इक्वेसन टु बी करेक्ट द युनिट or dimension on both side of the equation must be same है। यो प्रिन्सिपललाई के भन्छ, प्रिन्सिपल अफ होमोजेनिटी अफ डाइमेन्सन भन्छ है। यसको अब हामी इक्जाम्पलमा जाउँ है। जस्तै मैले यहाँ फोर्सको एउटा इक्वेसन लिएको छु, F इक्वल टु ma। अब यो F इक्वल टु ma भन्ने इक्वेसन सही छ कि छैन हामीले त पढाएछौँ हैन। हामीले पढाएछौँ, हामीले सानैबाट पढेको भएर यो चाहिँ सही नै छ भनेर हामी दिमागमा लिन्छौँ। अब युनिट वाइज एनालाइसिसले पनि यसलाई सही प्रुभ गर्छ कि गर्दैन त भनेर हैन, यसलाई गल्ती छैन है भनेर प्रुभ गर्छ कि गर्दैन भने पनि याद मिल्यो। ठिक छ। जस्तै F इक्वल टु ma भन्ने इक्वेसन हो। यसमा जहाँ चाहिँ F भनेको फोर्स, m भनेको मास र a भनेको एक्सेलरेसन हो हैन। अनि फोर्सको युनिट चाहिँ न्युटन, मासको युनिट केजी र एक्सेलरेसनको युनिट मिटर पर सेकेन्ड स्क्वायर हो हैन। ल लेफ्ट ह्यान्ड साइडको कुरा हेर्ने भने लेफ्ट ह्यान्ड साइडमा के छ, न्युटन छ। न्युटन भनेको के हो, केजी मिटर पर सेकेन्ड स्क्वायर हो। अब राइट ह्यान्ड साइडमा जाउँ। राइट ह्यान्ड साइडमा के छ, हाम्रो ma छ। ma मा मास भनेको के हो, केजी हो। एक्सेलरेसन भनेको हाम्रो मिटर पर सेकेन्ड स्क्वायर। अब यो केजी र मिटर पर सेकेन्ड स्क्वायर मिलायो भने केजी मिटर पर सेकेन्ड स्क्वायर। हाम्रो फोर्सको जे युनिट हो त्यही युनिट यता आएको छ भनेर न्युटन नै देखा पर्यो भनेर भन्दा नि भयो। हामीले एलएचएस र आरएचएसमा सेम युनिट छ भनेर यसरी देखाउन मिल्यो। अर्को हाम्रो इक्जाम्पल छ के भनेको हाफ एमभी स्क्वायर, जहाँ चाहिँ के भनेको काइनेटिक एनर्जी भइगयो, m भनेको मास, v भनेको भेलोसिटी, स्क्वायर भनेको त स्क्वायर भइगयो हैन। 1/2 मास इन्टु भेलोसिटीको स्क्वायर भनेको काइनेटिक एनर्जीको फर्मुला हो। अब यहाँ मासको युनिट केजी भनिहाल्यौँ अगाडि, भेलोसिटीको युनिट मिटर पर सेकेन्ड हुन्छ है। अब हामीले युनिट मात्र के लाउने हो, युनिट काइनेटिक एनर्जी, एनर्जीको युनिट के हो, जुल हो। जुल भनेको केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। त्यसपछि राइट ह्यान्ड साइडमा अब 1/2 को के युनिट हुने कुरा भएन हैन, यो त नम्बर हो। नम्बरको के युनिट भन्ने कुरा भयो त भएन। त्यही भएर हामीले 1/2 नम्बरहरूलाई यसरी हामीले कन्सिडर गर्दैनौँ। ल m भनेको मास भनेको केजी, v स्क्वायर, v भन्नाले मिटर पर सेकेन्ड को होल स्क्वायर भनेपछि केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर भनेर यहाँ पनि आयो भनेपछि हाम्रो एलएचएस र आरएचएस को युनिट, हाम्रो फाइनल युनिट सेम आयो है। दुईटैको युनिट सेम आयो। त्यसपछि अब के भने, सिन्स द युनिट अन एलएचएस एन्ड आरएचएस सेम सो द इक्वेसन इज अल्सो युनिट वाइज करेक्ट एन्ड होमोजेनियस। अर्को एउटा इक्जाम्पल के लेख्छु, इक्वेसन अफ भेलोसिटी। भेलोसिटीको इक्वेसन v इक्वल टु u प्लस at भन्ने इक्वेसन छ। v भनेको फाइनल भेलोसिटी, u भनेको इनिशियल भेलोसिटी, a भनेको एक्सेलरेसन, t भनेको टाइम। ल लेफ्ट ह्यान्ड साइडमा भेलोसिटी छ, भेलोसिटीको मिटर पर सेकेन्ड। अब राइट ह्यान्ड साइडमा हेरौँ, u यिनीहरू सबलाई सेपरेट टर्मको रूपमा हामीले यसो सेपरेट टर्मको रूपमा हेर्छौँ है। u को पनि एलएचएससँग मिल्नु पर्यो, at को पनि एलएचएससँग मिल्नु पर्यो, के चाहिँ युनिट मिल्नु पर्यो है। u भनेको इनिशियल भेलोसिटी, यसको र फाइनल भेलोसिटीको सेम हुने भएको m मिटर पर सेकेन्ड मिल्यो। अर्को at भनेको के हो, a भनेको मिटर पर सेकेन्ड स्क्वायर, t बाट यहाँ आयो भनेपछि मिटर पर सेकेन्ड। अब यो सेकेन्ड र यो सेकेन्ड काटिन्छ अनि मिटर पर सेकेन्ड नै हुन्छ भनेपछि एलएचएस को युनिट मिटर पर सेकेन्ड, आरएचएस को हरेक टर्मको हैन, इच टर्म हामीले इच टर्ममा हेर्नुपर्ने हुन्छ है।
इच टर्मको युनिट चाहिँ मिटर पर सेकेन्ड नै छ भनेपछि सिन्स युनिट अफ इच क्वान्टिटी अन लेफ्ट साइड एन्ड राइट साइड आर सेम thus the given equation is unit wise correct भनेर हामीले भन्न पायौं। ल अगाडि जाउँ। अब एउटा कुनै र्यान्डम इक्वेसन लिए है मैले v² = u² + 2ast भन्ने एउटा र्यान्डम इक्वेसन लिए है। अब यो र्यान्डम इक्वेसनमा v भनेको u भनेको a भनेको s भनेको t भनेको यिनीहरु भनेको के हो फाइनल भेलोसिटी इनिशियल भेलोसिटी एक्सेलरेसन s भनेको डिस्टेन्स t भनेको टाइम है। अनि यिनीहरुको रेस्पेक्टिभ युनिट के भयो मिटर पर सेकेन्ड भनेको इनिशियल भेलोसिटी र फाइनल भेलोसिटी दुईटैको भइगे मिटर पर सेकेन्ड स्क्वायर भनेको हाम्रो एक्सेलरेसनको मिटर भनेको डिस्टेन्सको र s टाइमको सेकेन्ड हैन। अब LHS मा के छ हाम्रो v² छ v² भनेको मिटर पर सेकेन्डको होल स्क्वायर भनेपछि मिटरको होल स्क्वायर पर सेकेन्डको होल स्क्वायर भनेको चाहिँ हाम्रो LHS को युनिट है। अब RHS मा जाउँ हामी u² + 2ast u² भनेको नि मिटर पर सेकेन्डको होल स्क्वायर भन्नाले v² सँग मिल्यो मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर। अब सेकेन्ड टर्म हाम्रो 2ast अब 2 भनेको एउटा कन्स्ट्यान्ट भयो कि यसको नहुने भयो नि युनिट हुने कुरा भएन। a भनेको मिटर पर सेकेन्ड स्क्वायर यहाँ यो डिस्टेन्स s भनेको डिस्टेन्स यसको युनिट मास अनि त्यसपछि टाइमको युनिट चाहिँ यो सेकेन्ड यो s र यो s एउटै हैन यो s भनेको डिस्टेन्सको s हो यो t भनेको टाइम हो यो m भनेको यो डिस्टेन्सको चाहिँ युनिट अनि यो s भनेको चाहिँ यो टाइमको चाहिँ युनिट है यो जुके नि हैन 2 मिटर पर अब यहाँबाट के आयो 2 मिटर स्क्वायर पर सेकेन्ड किनभने यो सेकेन्ड र एउटा सेकेन्ड काट्यो पर सेकेन्ड। अब के हुन्छ मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर र मिटर स्क्वायर पर सेकेन्ड आयो। अब यही दुईटा हेर्यो भने पनि यो युनिट वाइज करेक्ट छैन भन्न हामीले मिलिहाल्छ है किनभने LHS र RHS को युनिट मिलिरहेको छैन। अब यहाँ मैले के भनेको छु भन्दा वी क्यान ओमिट द न्युमेरिकल कोएफिसिएन्ट व्हाइल डिलिङ विथ डाइमेन्सन सिन्स दे आर डाइमेन्सनलेस क्वान्टिटी भनेर भनेको छ हैन कि अघि नै भनिहाले त्यो नम्बरहरु भनेको त बेसिकली कन्स्ट्यान्ट हो त हुने हैन भनेपछि तिनीहरुलाई हामीले इन्क्लुड गरेर राख्नुपर्छ भन्ने छैन। अब यो केसमा के भयो सो इन दिस केस द युनिट अफ all the quantities on LHS and RHS are not same so this is unit wise incorrect or invalid and non homogeneous equation भनेर भन्नु पर्यो हैन यो इक्वेसन सही छैन भनेर भन्यो। ल हामीले बेसिकली यति त थाहा पायौं अहिलेसम्म भने युनिट वाइज एनालाइसिसले हामीले इक्वेसन युनिट वाइज गलत छ कि छैन भनेर थाहा पाउँछ। युनिट वाइज गलत छ भने चाहिँ इक्वेसन गलतै भयो तर युनिट वाइज सही हुँदैमा चाहिँ इक्वेसन सही हुन्छ भन्ने छैन भन्ने चाहिँ हामीले ख्याल गर्नुपर्छ। किनभने भर्खरै हामीले के गरेको थियौ भन्दा जस्तै अगाडि हामी काइनेटिक एनर्जीको यो एक्जाम्पलमा 1/2 भन्ने त छ हैन जस्तै यो इक्वेसनमा 2 mv² भइदै भए पनि यसको युनिट वाइज एनालाइसिस त हाम्रो सेम आउँथ्यो हैन 1/2 को सट्टा 2 भइदिए हैन हाम्रो युनिट वाइज एनालाइसिस सेम हुन्थ्यो तर यो इक्वेसनको अर्थ त बदलिन्थ्यो हैन mv² को आधा भन्ने काइनेटिक एनर्जी भनिया छ तर यहाँ आधाको सट्टा 2 भइदिए भए त mv² को डबल हो काइनेटिक एनर्जी भन्ने आउँथ्यो तर युनिट वाइज एनालाइसिसले यो इक्वेसन गलत छ भनेर देखाउन सक्दैन हैन। अब त्यो चाहिँ हामी अब एप्लिकेसनमा र लिमिटेसन तल जान्छौं है। सुरुमा एप्लिकेसनमा जाउँ। एप्लिकेसन अफ युनिट वाइज एनालाइसिस अफ इक्वेसन टु भेरिफाई वेदर द इक्वेसन इज डाइमेन्सनली करेक्ट or not है डाइमेन्सनली करेक्ट छ कि नै भन्नाले युनिट वाइज करेक्ट छ कि नै भनेर पनि थाहा हुन्छ। त्यस्तै अर्को छ यो युनिट वाइज एनालाइसिसले चाहिँ एउटा फिजिकल क्वान्टिटीलाई एउटा सिस्टमबाट अर्को सिस्टममा लानलाई पनि सहयोग गर्छ। त्यस्तै अर्को एप्लिकेसन के छ भन्दा टु आइडेन्टिफाई द युनिट अफ फिजिकल क्वान्टिटी को युनिट के छ भनेर जस्तै हामीले फर्मुला थाहा पायौं भने हैन इफ यु नो द फर्मुला अफ फिजिकल क्वान्टिटी वी क्यान डिटरमाइन द युनिट बाइ एनालाइजिङ द युनिट अफ फर्मेटिक क्वान्टिटी इन्भल्भ भन्नाले जस्तै एक्जाम्पलै मैले यहाँ दिएको छु वर्क को फर्मुला हामीलाई थाहा छ फोर्स र डिस्टेन्स को युनिट प्रयोग गरेर अब हामीले वर्क को पनि युनिट पत्ता लगाउन सक्छौं। न्यूटन मिटर भनेको चाहिँ जूल हो। To derive the relationship between physical quantities, unit-wise analysis can be used to establish a mathematical relationship among physical quantity. यो सिम्पल unit-wise analysis गरेर चाहिँ physical quantity बीचको एउटा mathematical relation unit हामीले जो mathematical relation गराउन सकिन्छ भन्ने टाइपको कुरा गर्यो। यहाँ केही ठुलो कुरा भने हैन। अब लिमिटेसन के छ त it cannot give the value of numerical constant in equation जस्तै मैले केहीको एक्जाम्पलमा भनेको थिएँ 1/2 or 2 त्यहाँ इक्वेसनमा 1/2 भयो नि त्यसले मतलब दिदैन 2 भने मतलब दिदैन 2 को सट्टा 100 लेखिदिए भयो नि मैले मतलब दिँदै 100 mv² भन्दै भयो नि एउटै युनिट वाइज एनालाइसिसले गल्ती हो भन्दैन
हाफ एमबी स्क्वायर भयो नि गल्ती भन्दैन, तर हो चाहिँ फर्मुला हाफ एमबी स्क्वायर हो नि त होइन। भनेपछि यो चाहिँ लिमिटेसन हो। अर्को चाहिँ फर्मुला कन्टेनिङ ट्रिग्नोमेट्रिक फङ्सन, एक्सपोनेन्सियल फङ्सन, लोगारिथमिक फङ्सन, इट इज क्यान नट बी भेरिफाइड। भनेपछि कुनै पनि फर्मुलामै यिनीहरू फङ्सनहरू आयो, ट्रिग्नोमेट्रिक साइन कस टेन एक्सपोनेन्सियल ईको पावर लोगारिथमिक लगमा आयो भने त्यो चाहिँ यसले भेरिफाई गर्ने कुरा भएन, यसले सक्दैन भनेर भन्यो। इट क्यान नट टेल वेदर द इक्वेसन इज फुल्ली करेक्ट। यो तिनटै लिमिटेसन एक आपसमा म्याच गर्छन् है। ल एउटै कुरा नै तीन तरिकाले भन्न खोजे जस्तो नि भयो होइन। इट ओन्ली चेक डाइमेन्सनल करेक्टनेस होइन, डाइमेन्सन मात्रै चेक गर्छ, त्यही भएर फुल्ली करेक्ट छ भनेर भन्नु मिलेन। अर्को युनिट वाइज एनालाइसिस क्यान नट डिस्टिङ्ग्विस बिट्विन डिफ्रेन्ट क्वान्टिटिज विथ सेम युनिट। भनेपछि दुईवटा क्वान्टिटी छ, दुईवटाको युनिट त सेम छ, भनेपछि त्यो दुईवटा कुरा एउटै हो कि फरक हो भनेर युनिट वाइज एनालाइसिसले भन्न सक्दैन। जस्तै वर्क र इनर्जी दुईटैको सेम युनिट हुन्छ जुल, तर वर्क र इनर्जी भनेको त डिफ्रेन्ट फिजिकल कन्सेप्टहरू हुन् नि, एउटै कन्सेप्ट होइन। इनर्जी र वर्क भनेको ठ्याक्कै एउटै कुरा होइन है। स्ट्रेस र प्रेसर यो दुईटाको नि एउटै हुन्छ, वर्क र टर्क यो दुईटाको नि एउटै हुन्छ, यिनीहरूको युनिट एउटै हुन्छ, तर यिनीहरू फिजिकल क्वान्टिटी फरक फिजिकल कन्सेप्टहरू हुन्छ यिनीहरूको है। ल यसैको साथ हाम्रो युनिट वाइज एनालाइसिस भन्ने सक्यो होइन। अब किताब हेरेर अब एक्सर्साइज गर्नु पर्यो, पढ्नु पर्यो होइन। यो यहाँ हेरेर मात्रै हुँदैन, आफैले रिभिजन गरेर पढ्नु पर्यो कहिले के भनेर छ भनेर। अगाडि भिडियो पनि हेरे हुन्छ। च्याप्टर 1 साइन्टिफिक लर्निङ चाहिँ सक्यो है। धेरै पछि भिडियो आयो होइन, यस्तै भइरहेको छ। जय होस्।